नमस्कार आदरणीय दाजुभाइ दिदीबहिनीहरू। अहिले चाहिँ हामी म्याग्दी जिल्ला बेनी नगरपालिका 2 भकुण्डेमा छौँ र अहिले चाहिँ हाम्रो साथमा हुनुहुन्छ मलेसियाबाट एकदम जोस र जाँगर लिएर म कलाकार बन्छु र यही देशमा बस्न चाहन्छु। म विदेशीको धेरै गुलाम भएँ तर पनि मैले आफ्नो सपना पूरा गर्न सकिनँ। म आफ्नै देशको माटोमा केही गर्न चाहन्छु भनेर एउटा ठुलो सपना बोकेर आफूले कलाकार बन्छु भनेर आइसक्नु भएको छ मिस्टर सुनिल बोहराजी। उहाँलाई सबैले साथ सपोर्ट दिनु होला, सबैले माया गरिदिनु होला। उहाँको केही टुक्काहरू तपाईँहरूको माझमा पस्किन चाहन्छु। कृपया उहाँको केही कलालाई हजुरहरूले प्रतिक्रिया दिनु होला के कस्तो छ ल सुनिल बोहराजी। धन्यवाद। ल गई बैगुनीलाई हुन्छ कि भेटरको जुनीमा, ओ हुन्छ कि भेटरको जुनीमा, सेतो घोडा चढेर सेतो साडीमा, सेतो घोडा चढेर सेतो साडीमा, अघि पछि मलाई कुरा गर्दै उनको बारेमा, ओ कुरा गर्दै उनको बारेमा। हिजो राति सपनीमा देखे मैले उनीलाई, छोई जाने बैगुनीलाई हुन्छ कि भेटरको जुनीमा, ओ हुन्छ कि भेटरको जुनीमा। पीडाहरू राखेर गाँठो पारी मुटुमा, पीडाहरू राखेर गाँठो पारी मुटुमा, भेट्न नपाई छुट्नु पर्ने यस्तो रहेछ मेरो भाग्यमा, ओ यस्तो रहेछ मेरो भाग्यमा। हिजो राति सपनीमा देखे मैले उनीलाई, छोडी जाने बैगुनीलाई हुन्छ कि भेटरको जुनीमा, ओ हुन्छ कि भेटरको जुनीमा। या या या